हेलो हजुर सर। हरि सर। हजुर हजुर सर, नमस्कार सर। नमस्ते सर, म फेरि सुरु गरेँ है। सरले त एउटा मैले गरेँ, एउटा लेसन प्लानको गरौँ कि भनेर। हजुर सर, साउन्ड आइरहेछ? आइरहेछ सर, आइरहेछ ल, आइरहेछ। एउटा यसलाई म उसमा पनि हालिदिन्छु ग्रुपमै। अब हजुर यसमा जुन छ नि सर, अहिले यो कन्टेन्टलाई सेयर गरेँ। र यसमा एउटा लेसन प्लानकै हिजोवाला एकचोटि फेरि हेरौँ। नोटिस त भइ नै हाल्यो। हजुर। ल सर, म सुरु गर्छु त्यसो भए। ठिक छ, हुन्छ सर। जी नमस्कार भैया, बाद में वो ताली में रही थी के बाद में। अब यसमा लेसन प्लानमा, क्रिएटिङ लेसन प्लानमा सर हामीले चारवटा स्टेपहरू पार गर्नुपर्ने हुन्छ। चारवटा स्टेपमा पहिलोचोटि मैले त्यहाँ पहिलो चरणमा तपाईँको यसमा रिसोर्सहरू छ। यो रिसोर्सहरू भयो तपाईँको कुन पार्टको बनाउनु पर्ने छ, त्यो डकुमेन्टेसनहरू तपाईँको पार्टहरूको जुन लेखेको पार्टको पुरै जुन के भन्छ हामीले पढाउनु पर्ने विषयवस्तु हो, त्यो हामीले ल्याएर सुरुमा राख्ने हो। दोस्रोमा प्रोम्प्ट हामी लेख्छौँ। तेस्रोमा तपाईँको पाठ्यक्रम हामी निर्माण गर्छौँ, पाठ्य निर्माण गर्छौँ। र चौथो चरणमा त्यसलाई भर्खर हामीले पोस्ट बनाए जस्तै तपाईँको च्याट जिपिटीबाट क्यानभाबाट इमेज फर्मेटमा हामी लेसन बनाउँछौँ। यो चारवटा स्टेप फलो गर्ने एउटा सिम्पल म इक्जाम्पल लिइरहेको छु। सरले त्यसको लागि सबभन्दा पहिला हामी रिसोर्सको एकचोटि हेरौँ। गुगलमा जानु होला। हरेक कुराको लागि गुगलमा लेख्दाखेरि आफै सजिलो। गुगलमा जानु, यहाँ भनेको लुमा वेबसाइट भनेर लेखेको छ। उमा डट वेबसाइट लेख्नु होला। लुमा डट वेबसाइट खोलिसके पछाडि जति पनि हाम्रो क्लासको किताबहरू छ त्यो सफ्ट कपीमा त्यसमा राखिसकेको छ। क्लास 1 को सबै क्लासको छ। क्लास 1 को इङ्ग्लिस नेपाली यो सब्जेक्टहरू छ तपाईँको। यसरी 3 क्लासको नेपाली इङ्ग्लिस सबै सब्जेक्टहरू राखिदिएको छ यसमा। लुमा डट एआईमा तपाईँको सबै क्लासको छ। एक क्लासदेखि लिएर 12 क्लाससम्मको सबै विषयहरू सर यसमा राखिदिएको छ। मानौ मलाई क्लास 6 कै एउटा म्याथकै सर, अलिकति गाह्रो हुन्छ म्याथकै एउटै बनाऊ। म्याथको कुनै समूहको अथवा अङ्कगणितको पूर्णसङ्ख्या कसको यो पाठको अध्यायहरू भयो, कुन पाठको बनाउनु पर्ने छ? नाफा नोक्सानको बनाऊ। ल, नाफा नोक्सानको एउटा पाठको मलाई लेसन प्लान बनाउनु छ। अब यो लेसन प्लान बनाउनको लागि हाम्रो यो के भन्छ नि, हाम्रो कन्टेन्ट यो भयो। यो भनेको हाम्रो कन्टेन्ट हो। यो किताबमा सेम किताबमा जुन जुन दिएको छ उदाहरणदेखि लिएर सबै कुराहरू, यो हाम्रो कन्टेन्ट भयो। अब यो कन्टेन्टलाई जस्तै अघि कपी पेस्ट गर्दाखेरि भन्नुभयो, त्यसै गरी हामी डाइरेक्टली कपी पनि गर्न सक्छौँ, कपी पेस्ट गर्न सकिन्छ। अथवा यसलाई हामी पार्ट वाइज डाउनलोड गरें। डाउनलोड गर्नको लागि यहाँ दिएको यो अप्सन जुन छ सर, यसमा हामी क्लिक गर्छौँ र यसलाई हामी डाउनलोड गर्छौँ। डाउनलोड हुँदैछ। यहाँ डाउनलोड भइसके पछाडि यसको नाम चेन्ज गर्नु नगर्नु तपाईँको उसमा छ। तर यो क्लास 6 को भन्ने कुरा बुझ्नको लागि मैले यसलाई आफ्नो रिनेम गरिदिएँ। क्लास 6 को यो प्रॉफिट एन्ड
लॉस एंड लॉस को लेसन प्लान, यो प्लान मानो, यो प्लान हो, लेसन प्लान मानो, यसरी गरिदिनु भयो। यो तपाईँको पाठको कन्टेन्ट आइसक्यो, कहाँ बसेको छ, यो डाउनलोडमा बसेको छ। डाउनलोडमा पहिलो स्टेपको काम कम्प्लिट भयो। यति पहिलो स्टेपमा हामीले यस्तो गर्ने। दोस्रो स्टेपमा यहाँ दिएको छ प्रोम्प्ट बनाउने। त प्रोम्प्ट बनाउनको लागि किबोर्डबाट पनि हुन्छ, डाइरेक्टै यसमा पनि जाने भयो तपाईँले। किबोर्डबाट यहाँबाट हामीले के गर्न सक्छौँ, डाइरेक्टै यो एआई खोलेर यसबाट हामी प्रोम्प्ट बनाउन सक्छौँ। हेर्नुहोस् है सर, दोस्रो स्टेपमा यसको लागि किबोर्ड प्रोम्प्ट जेनेरेसन किबोर्ड यही छ। अब यसलाई जेनेरेट गर्नको लागि यहाँ दिएको छ टेक्स्टबाट, कि हाम्रो के भन्छ त्यो दिएको उसबाट छ। यसरी आइरहेको छैन भने हामीले त के गरिदिनु पर्छ सर, यसलाई पहिला यो टेक्स्टहरू कपी पेस्ट यसमा गरिदिनु। अब यसलाई लगइनमा यो फ्री वाला शायद मैले धेरै युज गरिसकेको छु। यहाँ फाइल एड गरिदिनु, जुन क्लास 6 वाला थियो नि प्रॉफिट एन्ड लसले, म यहाँ यसमा लेखिदिनु होला मेक प्रोम्प्ट इन नेपाली। यसरी गरिदिनु, यसलाई अपलोड गरिदिनु। यो हाम्रो यसले सारांशहरू समेटेर सबैको यसले बुझ्ने जुन छ हाम्रो प्रोम्प्ट यसले बनाइदिन्छ सर। अब यसलाई हामी के गरिदिन्छौँ, कपी गरिदिनु। दोस्रो स्टेपको काम कम्प्लिट भयो। तेस्रो स्टेपमा तपाईँको म्याजिक स्कुलमा जाने होला। म्याजिक स्कुल गुगलमा जानु, म्याजिक स्कुल एआई लेख्नु, म्याजिक स्कुल एआई। अब यसबाट हामीले लेसन प्लान बनाउनको लागि फ्री फर टिचर भनेर हामीले सबभन्दा पहिला एजुकेटर भनेर गऱ्यौँ। आफ्नो साइन विथ जीमेल एकाउन्ट छ भने यहाँबाट बनाइदिनु होला, एक्सेप्ट अल गर्नु। यसमा राख्ने कुराहरू छ, यसमा दिएको छ लेसन प्लान, यसमा तपाईँको यता लेसन प्लान दिएको छ, यसमा क्लिक गर्नु होला। अब लेसन प्लान यो कति क्लासको थियो सर, हाम्रो 6 क्लासको। यो टपिक हाम्रो के थियो, प्रॉफिट एन्ड लस। प्रॉफिट त्यही राखिदिँदा नि भयो, त्यही राखिदिनु। एडिसनल केही छ भने आफैले खोज्दा भयो, अथवा डाटाहरू केही छ भने एडिसनल केही क्राइटेरियाहरू छ भने त्यही पहिलाको फाइलले पनि यसमा हालिदिन सक्नुहुन्छ, प्रॉफिट एन्ड लस। अब यसमा भनिरहेको छ यो के को हो, यसमा तपाईँको नेपाल सरकारको यो कुनबाट, सिडिसी को हो, यो सिडिसी नेपाल पाठ्यक्रम विकासले दिएको सिडिसी नेपालको यो उसको भनेर हामीले यसरी लेख्नु पर्नु भयो।
अब यसलाई जब जेनेरेट गरिदिनुहुन्छ यसले के गरिदिन्छ हाम्रो लेसन प्लान बनाउने काम गरिदिन्छ। तेस्रो स्टेप हो यसलाई स्टेप वाइज हेर्नुहुन्छ भने धेरै सजिलो छ। यसको नोट पनि छ मसँग, यहाँ छँदैछ नोट वाइज। यसलाई प्र्याक्टिस गर्दै गर्दै जानुभयो भने यो सजिलैसँग तपाईँको नोटिसदेखि लिएर यो लेसन प्लानहरू यता बनाइदिन्छ। यता हाम्रो लेसन प्लान बनाएर रेडी गरिदिन्छ। नाफा र नोक्सान कक्षा 6 को लागि पाठ योजना भनेर माथि यहाँ लेखिदिएको छ। क्लास यहाँ विद्यार्थीको मूल्याङ्कनदेखि लिएर नाफा नोक्सानको तपाईँको यो यहाँ पुरै कुन कुन सामग्रीहरू प्रयोग गर्ने के गर्ने तपाईँको पुरै बनाइदिएको छ। उद्देश्यहरू भयो, मूल्याङ्कन भयो, तपाईँको समस्याहरू भयो, मूल्याङ्कन भयो, मापदण्ड के अब यो बनिसकेको यो पाठ योजनालाई अब तपाईँहरूले के गरिदिनु पर्यो त कन्ट्रोल सी यसलाई गर्नु। यो सिन 1 मा के गर्ने, सिन 2 मा के गर्ने, अब च्याट जीपीटी मा जानु अथवा च्याट जीपीटी मा जानु, च्याट जीपीटी भनेर खोल्नु। च्याट जीपीटी त्यो पोस्टर बनाउनको लागि च्याट जीपीटी भनेर लेख्नु। च्याट जीपीटी मा जानु चौथो स्टेपमा। अब यहाँलाई लेखिदिनु होला मेक लेसन प्लान इन पोस्टर फॉर्मेट based on given content। जुन हाम्रो कन्टेन्ट हो यसलाई पेस्ट गरिदिने यहाँ। अब यसलाई हामी के गरिदिन्छौँ, जब यो अपलोड भइहाल्छ यसमा यसलाई ओके गरिदिनु। यसले के गरिदिन्छ, टिचरको नामहरू यसमा लेख्नु छ भने तपाईँको नाम टिचरको नाम यो त्यो पहिला जस्तै टिचरको नाम, स्कुलको नाम, टाइम, कन्टेन्ट जुन हुन्छ नि हाम्रो लेसन प्लानको त्यो सुरुको नामहरू भयो, स्कुलको नाम भयो, टाइम भयो, जे लेख्नु छ त्यो फोटो सोटो आफ्नो त्यो हाल्नु छ त्यो फोटो सोटो हालिदिनु। अनि जे कुरा लेख्नु छ यो मेक लेसन प्लानको तल जुन चाहिँ सबै राखेर यसरी हाल्नुहुन्छ भने यसले हाम्रो एउटा लेसन प्लान, एउटा पाठ पढाउनको लागि लेसन प्लान यसले तयार गरिदिन्छ। हेर्नुहोस् है सर, यहाँ तपाईँको लेसन प्लान अब बनाउन सुरु गरिदियो। सजिलो छ, प्र्याक्टिकल यसरी प्र्याक्टिस गर्दै जानु हो भने मोबाइलबाट पनि अनि तपाईँको कम्प्युटर ल्यापटपबाट पनि यसलाई सजिलैसँग हामी बनाउन सक्छौँ, गर्न सक्छौँ। चाहे जुन सब्जेक्टको होस्, जुन क्लासको हो। अब त के गरिदिएको छ भने तपाईँको युनिभर्सिटी लेभलको पनि सबै राखिदिएको छ। तपाईँको ब्याचलरको र मास्टर्सको पनि सबै सब्जेक्टहरूको लेसन प्लान तपाईँको हरेक सब्जेक्टको राखिदिएको छ बनाउनेदेखि लिएर थेसिसहरू लेख्ने, रिसर्चहरू गर्ने, त्यो सबै टुल्सहरू यसमा छ जसको प्रयोगले तपाईँहरूले बनाउन सक्नुहुन्छ। त्यो विद्यार्थीको लागि पनि उपयोगी हुन्छ सर। धेरै राम्रो छ सर यो। अनि अर्को एउटा यही टुल्सहरू यस्तो छ सर, त्यो विद्यार्थीहरूको लागि तपाईँको 1 2 3 को लागि भिजुअल मेथडको कुनै कुनै हुन्छ नि त्यो भिडियोहरू पनि पाठको लागि एउटा गुगल अर्को एउटा आएको छ यो पाठ योजना। अब मैले यसमा टिचरको नामहरू लेखेको थिएन त्यो भएर आएन, होइन भने हाम्रो पाठ योजना जुन छ यसरी डाउनलोड गर्दाखेरि। हजुर सर, हेलो। यो जस्तो आइटी फिल्डमा पढ्नेहरू, बिआइटीतिर पढ्नेहरूलाई तिनीहरूलाई सपोर्ट गर्ने चाहिँ के हुन्छ है? हुन त उनीहरू एआईकै विद्यार्थी हुन्छ। एआईकै विद्यार्थी भए पनि उहाँहरूलाई के छ भने सर त्यसमा तपाईँको कोडिङ सोडिङ गर्ने सफ्टवेयर बनाउनु पर्ने भयो भने अब पहिला कोडिङ एउटा एचटीएमएल को कोडहरू सबै लेख्दै जाने धेरै टाइम लाग्ने। अब यसले के गरिदिन्छ भने कन्टेन्ट वाइज तपाईँको उसले तपाईँ कोडिङ पनि बनाइदिन्छ। वेबसाइट बनाउनु छ अथवा स्कुलको सफ्टवेयर बनाउनु छ
अथवा कुनै कुरा बेच्नु छ अथवा कुनैको गोडाउनको बनाउनु छ, मेडिकल सपको बनाउनु छ भने सफ्टवेयरको लागि यो सबै कुराको लागि अहिले एआईहरूले के गरिदिन्छ भने त्यसको कोडै बनाइदिन्छ। तपाईँले मानौ कोड कुनै गल्ती लेख्नुभयो भने कोडलाई करेक्सन पनि गरिदिन्छ एआईले। यस्तोसम्म छ। हजुर त्यो कुराहरू हामी डिटेलमा यो क्लासमा मैले 7 दिनको क्लासको कन्टेन्ट त्यही राखेको छु र क्लासमा नोटको पनि व्यवस्थापन गरिदिएको छु, किनभने यसमा गर्दै गयो बिर्सिनु भयो, तर नोट हेर्दाखेरि हामीले सबै कुरा थाहा हुन्छ। त्यो भएर नोट पनि हजुर राखिदिएको छु अनि अर्को भिडियो पनि यसलाई म अहिले ग्रुपमा पनि हाल्छु। यसरी हामी पाठ योजना र तपाईँले जुन मैले नोटिसहरू हेरेँ, जानकारीहरू हेरेँ स्कुलको लागि, हाम्रो टिचरहरूको लागि यसरी हामी बनाउन सक्छौँ है सर। त्यो त मेरो बाबु आइटी बिआइटी पढ्छ अनि त्यसलाई पनि ए सपोर्ट हुन्छ कि के भन्नु पर्यो। बाबुलाई एउटा अर्को एआई सफ्टवेयर छ, त्यो बाबुलाई हजुर यो ग्रुपमा जोइन गरिदिनु होला। म बाबुलाई एआई हजुर टुल्सहरूको 2-4 वटा मसँग म पठाइदिन्छु अनि अँ, बाबुले आफ्नो हेर्छन् सर है। हस् हस् यस्तो कुरा हो सर। यसरी यसबाट हजुरहरूले अरू सरलाई पनि जानकारी गराउनु होला। अब यसको क्लास सञ्चालन हामी 1 गतेबाट सुरु गर्छौँ। यसलाई हजुर म उसमा हाल्छु, यसलाई प्रोफेसनली ढङ्गले अझ राम्रोसँग प्र्याक्टिकली हिसाबले कसरी गर्ने, 2 चोटि बिहान बेलुका 8 बजे जसरी हुन्छ 5 दिनमा हुन्छ हजुर कि 10 दिनमा हुन्छ कि पर्फेक्ट बनाएर एउटा सर्टिफिकेट दिने जस्तै गरेर म गर्नेछु। आजको क्लासलाई हामी सर डेमोमा दोस्रो दिनको क्लासलाई यसैमा इन्ड गरेँ। आजको लागि यति हजुर राख्यो। अब क्लास हाम्रो सुरु हुन्छ, त्यसपछि म फेरि कभर गरौँला। यसमा यसको हजुर ग्रुपमा जोड दिनु होला र सबै क्लासमा आइदिनु भएकोमा सबैलाई धन्यवाद दिँदै यो क्लासबाट अन्त हुन्छु। हस् सर, नमस्ते, धन्यवाद, नमस्ते। सर हजुर सर नमस्कार हजुरलाई।